सम्पूर्णलाई नमस्ते, साझालो शुभ बिहानी हजुरहरू सम्पूर्णलाई मेरो युट्युब च्यानलमा स्वागत गर्न चाहेको छु। आज चाहिँ हाम्रो मनिषा छोरीको बिहान सबैजना तयार भएर हामी चाहिँ आज कता जाँदैछौँ भने पार्टी प्यालेस कुरानमा जाँदैछौँ है। छोरी फोटो सेसन भइरहेछ। छोरीको चाहिँ माथि फोटो सेसन भइरहेछ घरमा। फेरि यता छु ल ल कन्यालाई अघि लाएर मनिषा छोरीलाई लिएर हामी एसआरकेसी पार्टी प्यालेस माटेपानी जाँदैछौँ। बिदाई कार्यक्रम चाहिँ हाम्रो त्यहाँबाट हुनेछ। आइपुग्यौँ ल आइपुग्यौँ हामी सबैजना घरबाट पार्टी प्यालेसमा है। यता त अँधेरो आएको छ भाइ, कस्तो अँधेरो आएको यताबाट घाम ल दिदी ल हिँड्नु बिचरा ल हिँड्नु ल आइपुग्यौँ है हामी पार्टी प्यालेसमा। त्यो अलि बोल्दैन हो ल हिँड्नु हजुर ल हिँड्नु। छोरीलाई आज हामीले बिदाई गर्ने हो है। ल यतातिर त अलिअलि सादा है। ल अब हामी चाहिँ पार्टी प्यालेसभित्र पस्ने है। इन्ट्री हुने अब गेटभित्र त पस्यो। नमस्कार। खै पछौरो खै यस्तो पछौरा ल्याउन पर्छ नि। ल वेलकम आमा सानो मान्छेहरू। ल चेली दिदी कस्तो हिरो नि देखेछ चेली दिदीलाई भाइ। मैले त जता गएँ नि चेली दिदीलाई म त देख्छु के। ओए पालपाली दिदी त ठुलो गरिदियो पाछ भाइ। ए तिलकुमारी मेरामले नि पाउनु हो त ठुलो न भाइ। आमा ए दिदी नमस्ते। दिदी साइनो पत्र है। नमस्ते मनिषा ल
मनिषा छोरीको फोटो सेसन हुँदैछ। रोसै बासा तासी बाल तुम भी तासी बाल में भी आज होते हैं हां हां तो जो जम्मा करे सके खाजा खाने टाइम समझ बसे त बिहे पनि जाने छ मैले खायो खायो ओ यहाँ त एक्लै हो त बिन्दास हो क्या एक्लै पैसा आउँदै छ के लिनु भएको तपाईले त्यो भेज मलाई भेज यो भेज कटलेट रहेछ ए फुफुने बिचारा फुफुने त्यही हो कि हो ल यता त चस पनि भइसकेको हो यता त चस भइसक्यो चन भाइ ल ल कान्छा सरखाले त दिइभ्यायो के छिटो छिटो काम लेखन दासहरू किन हतार भएर बसेछु ओ यहाँ त के खान्छ फेरि यस्तो क्या हो ल ल खानु खानु हजुरको खै त फेरि मेरो यो है के हो यो व्हाट इज दिस इज खुकुरीराम सँगै खिच्न ल जय हो ल ल ल आइसक्नु भयो त दिदीहरू त ल नमस्ते है नमस्ते अब बल्ल हो म खाऊ माइली खाने होइन तिमी हाम्रो दिदीको कान्छी छोरीको शुभ विवाह मेरो कान्छी छोरीको शुभ विवाह हो आज कस्तो राम्रो भएर आउनुभएको सासू फेरि सासू त सासू चुलाट पार्टी रहेछ ल गाइजहरू जुत्ता लुकाउने पार्टी ए सबै जुत्ता लुकाउने पार्टी मात्र हो होइन यो पनि परेको जुत्ता लुकाउने होइन अरे कस्तो नि है दिदीहरू खाम दिदीहरू धेरै भयो यति खाएर कति हुने अहिले खानु पर्यो यहाँ हेर्नु त अझै हामीले कति कुरा ल्याएको छ अरे क्या तपाईँको त थोरै रहेछ माइजू मेरो झन् कति धेरै छ सबभन्दा धेरै मेरो है त्यसरी धेरै ल हाम्रो आउनु आज छोरीको शुभ विवाह अबै नाच्दिनु यता ससुरा ल यता आउनुहरू ल खानु
हजुरहरूले केही लिनु भएन ऊ लिन गएको छ ए ल ल ल मैले खाएँ ल सुरु 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 हजुर ल सुरु ल सुरु सुरु खाइहाल भाइ अब ल ल मनिषा खानु भयो तपाईँले अब खाने हो यो खान्न त त्यसो भए ओहो किन के अरे मैले उहाँ बजार हालेर ल्याएको खाइछु कान्छी दिदी मनिषा खाएको नि त के हो त नि मनिषा खाजा खाजा ल खाम अब मलाई बोसो चाहिएछ ल चाहिएछ नि यहाँ किन्नु आज दिदीको चाहिँ भेज खाना म त भेजै हो के अरे सन्ध्या र हजुर बस्न पर्ने रहेछ भयो त्यही भयो के हाल्ने यही हाल्नु त होइन हाल्ने हो हाल्नु नि त म भन्नु भन्नु म जोताले त्यत्रो बोला हालेर लेखाउने त्यति सबैले त्यसै लेखा त्यसै लेखा छ बम भएको छ त्यो बाघ छ कुन फुलबाली हो क्या होइन खाता लिने मान्छे अगाडि खाता लिने कता हो क्या अगाडि जानु अरे खाता त कसले होला ल ल ल हाम्रो अब ज्वाइँ राजाको प्रवेश हुँदैछ ल बिक काजी ल मेरो सम्झी होइन कि अब बाबाको सम्झी पऱ्यो क्या ज्वाइँ राजाको बा भयो हाम्रो नि सम्झी पऱ्यो नि त सम्झी पऱ्यो नि त हामी पनि सम्झी ल नमस्कार जय साहब है यहाँ चाहिँ हाम्रो ज्वाइँ साहबलाई ल वेलकम छ
तपाईँहरूले हो टिकटबाट चाहिँ अलि राम्रोसँग छोड्नुहोस् है अलि बल्काएर छोड्नुहोस् है अलि धेरै चोप्नु न अलि राम्रोसँग छोड्नु के पल्टनको बल निकाल्नु न हो त नि बोला छेनाले हो त फेरि म आशा तपाईहरु यो एक ग्यादरिङ भइदिनुस् ल छड्दिनु सबैलाई सबैलाई इन्ची एकचोटि खाता लाउँदै इन्ची चलाउँदै गर्नु है जीवन साथी को पर्यो आकै सालीहरु हेर न फेरि ल सालीहरु नजिक नजिक है सालीहरु ल चाहिँ उहाँ चाहिँ हाम्रो मनिषाको ससुरा है मनिषाको ससुरा हुनुहुन्छ उहाँ चाहिँ सालीहरु भनेर नचिन्न पर्ने कि जुत्तै नखोल्दाखेरि गाह्रो पर्दाखेरि बुढीको अनुहार हेर्न पर्यो ल खोल्दैनस् ल ताली मार्नु सबैले
ताली बजाएर बधाई व्यक्त गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अगाडि बढाउने तर्फमा छौँ, तर त्योभन्दा अगाडि बरिया समूहबाट पाल्नुभएका सम्पूर्ण अतिथिगणहरूलाई खाजा ग्रहण गर्नको लागि हामी अनुरोध गर्न चाहन्छौँ र स्टाफ साथीहरूले एसआरकेसीका स्टाफ साथीहरूले उहाँहरूलाई खाजा ग्रहण गर्ने कार्यमा सहजीकरण गरिदिनु हुन पनि बाबु विरोधको सम्मानको लागि बधाईको लागि एकचोटि जोरदार ताली बजाइदिनु होला। मण्डपलाई तालीले अत्यन्तै बाबु विनोद तामाङ र प्यारी बहिनी मनिषा गुरुङले अपति प्रदर्शन गर्न गइरहनु भएको छ। भगवान बुद्धलाई साक्षी राखेर र हजुर सम्पूर्ण सारा इष्टमित्रहरूलाई साक्षी राखेर उहाँहरू आज आफ्नो वैवाहिक सम्बन्धमा लाग्ने हुनुहुन्छ र फेरि पनि परिणामबाट गडगडाट ताली अपेक्षा गर्दछु। एकैचोटि जान हो जल्यो दुइटै अब उता तिमी जान यता आदरणीय आफन्तहरू कृपया निरन्तर ताली बजाउनुहोस्। अभिषेक प्रदान होने विशेषमै आएर भाइलाई टिका लगाएर बधाई व्यक्त गर्न सक्नुहुनेछ।
टिका लगाइदिएको छ के ल तपाईँको राजीनामा गर्नु छ अहिले घोर्दै लैजानु ल थपरी हान्नुहोस् त सबैले बेर्दै लानु ल अब यति गरेर चाहिँ अब जति गरे नि हुन्छ अब अरू काम यति हो अब त्यहाँ खुट्टामा हो जहिले लागिदिनु होला नि खुट्टामा नि लगाइदेऊ गाई सिँगारा अब बुढी पहिला चुला खुट्टा डाइरेक्ट नजाऊ उ त बाँध्नु त्यति तपाईँले नहेर्नु त्यो उस हालेर के अब छोप्नु पर्छ अब त छैन अब त घरै गएर राखौला भयो अब घरै गएर दिउँला हो न नै हुनुहुन्छ कसैलाई अगाडि स्थान दिन खोजेको कसैलाई पछाडि स्थान दिन खोजेको तरिकाले यहाँले बुझ्नुहुने छैन मैले यसरी विश्वास दिएको छु र पुनः म यो टीका आशीर्वाद दिने क्रमलाई अगाडि बढाउन चाहन्छु म स्टेजमा निम्त्याउन चाहन्छु स्वर्गीय जङ्गबहादुर गुरुङज्यूको सपरिवारलाई स्टेजमा आइदिनुको लागि अनुरोध गर्दछु बहिनी र ज्वाइँलाई टीका
लाग्ने अघि नै 3 नम्बर यहाँ जाने हजुर आउँछ के सोचिदिनु आउँछ नि खै हाम्रो छोरी त छोरी हो नि अब आफूतिर त होइन त्यसमा हाम्रो पढेको त्यहाँ कहीँ पढेन आमा भर्खर खाना आउनुपर्छ हाम्रो 15 गते अहिले भाइ छ छिटो गरेछु 15 गते अहिले गर्दैछु मैले सानो अब नातिहरुको पामा आउँछ क्रमश सबैजना अलिअलि मिलेर ल ए साइली फुफुको टीका भयो आँखैभरि यो माथि छ रुन्ची फुफुहरु भयो भाइ रोयो भाइ छोरीलाई रुवाइदियो तपाईहरु कस्तो हो अर्की भदिनी नि हुनुहुन्छ के जेठी भदिनी ल भयो ल यो फुपू र सोचिने हो दिदीबारी बोलाउँछ नि अझै चेलीबेटी हो चेलीबेटी हो
सारै मन परेको केराबारीमा गोर्खा सिरान चोकरीमै केराबारीमा गोर्खा सिरान चोकरीमै केराबारीमा प्रश्न पार्न चाहन्छु। बहिनीको परिवार अर्थात् आठे भतीको परिवार अत्रेय गोत्रबाट लासा गोत्रमा यो गोत्र सारिँदैछ। यस खुसियालीमा फेरि पनि एकपटक ताली बजाइदिनु होला। ल अब गोत्र 60-60 मा हाम्रो हजुरले राखेको हाम्रो गोत्र 60-60 मा हाम्रो आत्रे गोत्रबाट लासा गोत्रमा हामीले हस्तान्तरण गरेको छौँ हाम्रो चेलीलाई। आजको दिनबाट हाम्रो चेली लासा गोत्रमा प्रवेश गर्नुभयो। अब हजुरको दिनमा ताली बजाइदिनु होला। कृपया महानुभावहरू आदरणीय आफन्तजनहरू
आत्रेय गोत्रबाट लास गोत्रमा यो गोत्र सारिएको यो शुभ क्षणमा यहाँहरूबाट फेरि पनि जोरदार ताली बजाइदिनु होला। र सँगसँगै अब सन्धिबीचको यो टीका आदान प्रदान कार्यक्रम पनि अगाडि बढिरहेको छ। यहाँहरूले कृपया फेरि पनि ताली बजाइदिनु होला। दुवैजना सन्धिबीचको यो शुभ अवसरमा सँगसँगै सन्धिको दाजुभाइहरू पनि तयारीसँग बसिदिनु होला। जय बाबु विनोद दाजुभाइहरू पनि तयारीसँग बसिदिनु दाइहरू भाइहरू कृपया दाइहरूसँग बस्नु होला र बसबाट हाम्रो जनता पार्टीलाई पनि सानो मायाको चिनो बुहारीको तर्फबाट है बितुलाको दिदीहरूको म त देखिँदै गराउँछु खराब गुरु बनाइदियो क्या तिमीले? यिनीहरू त लुकै लुकै
थुपारी त दिदैन सबै छोपेछ कि सब फुल भित्र रहेछ हेर्नु छैन अब त छैन है छैन भयो भाउजू त्यतिले त अलि पुग्दैन यत्रो साली छैन जुत्ता लुकाउने कार्यक्रम हुँदैछ हाम्रो के अरे जुत्ता लुकाउने र बाटो छेड्ने काम हुन्छ जुत्ता लुकाउने अरे धेरै बोलेसी यस्तो हुन्छ राजाको बाबायो तिते करेलीले मलाई गीत बनायो तिते करेलीले मलाई लसै बनायो झिमझिम परेलीले कतै के रोला कति झर्छ आँखाले हेरौला तिते करेलीले मुखै तित पैसा निकाल्ने टाइम पाएन कि मैले पैसा होला भनेको त के त्यस्तो काम रमाइलो फाल्छ कि
हुँदैन तिते करेलीले मुखै तितो बनायो तिते करेलीले बनायो झारेर हुँदैन ए जान्नु भयो है धन्यवाद छोरा बाँकी छँदैछ धन्यवाद पछौरामा खसाला तिते करेलीले मुखै तितो बनायो तिते करेलीले मलाई रसै बनायो झिमझिम परेलीले मुख मिठो मार्फको स्याउले हो छाना चुने होइन युकेको लाउने हो तिते करेलीले मुखै तितो बनायो तिते करेलीले मलाई लक्ष्य बनायो झिमझिम परेलीले मार्फको स्याउले हो छाना चुने होइन युकेको फाटेको लुगा राम्रो सँग टाल्नु है राम्रो छोरी राम्रोसँगै पाल्नु है तिते करेलीले मुखै मलाई लक्ष्य बनायो ल मनिषा अब घर जाँदैछ गोर्खा बाई बाई